छैन अलग महिना पर्यो तो लाउने कि लाइदिने भाइ बुवाले लाइदिने कि लाउने हामीले लाइदिने हैन लाइदिने ओमिना यहाँ बसेको हैन ठुलाले तपाई लाइदिने तपाई लाइदिने नि हुन्छ उनले लाइदिने नि हुन्छ दोहोरा चल्छ ठुला मान्छे आशीर्वाद दिने मेको चाहिँ एउटा भाइ बुवाले लाइदिने चाहिँ मैले त त्यही भने फोटो किन ल साना छन् भनेर लाइदिने ठुलाको आशीर्वाद लिने दाइले मन पर्छ जानु रहेछ ओइ हैन बाबा थोडी हैन त्यही लागि हुन्छ कि भएन ए कमला तिमीले मलाई यस्तो पनि हेर साडीको म्याच गरेर आउन रहेछ त लाइदिनुहुन्छ तपाईले बस्नु जम्बारा अजिले दिदी साडी नै म्याच गरेर आउन खोज्छ त्यही त आजको हाम्रो हर्किकले दिएको प्लान आरके प्लानिङ तिनजना म्याचिङ गरेर उहाँ छतरपुरतिर तिमी त उस्तै हो गर त यता जाने मान्छे उता जाँदै कहाँ लान्छ भन्ने मिल्दैन भाइ थियो ड्राइभर के बिजोगै हुन्छ हामी नियन्त्र राति एबार रात दिउँसै जान्छौँ भाइ लाइदिनु पर्यो हामी बसेर बसी गएर मैले कोसिङ आउँछ आउँछ पालो आउँछ यहाँ घर आएपछि यस्तो अझमाइलो नि कति राम्रो हामीले त तपाईहरुलाई पहिले लाइदिएको त झन् हजुर हाम्रो पपुरबाट लियो हामी लाइन्छ फोटोग्राफीलाई अलिकति बाटो छोड्दिनु देखेन उसले पठाइदिन पर्छ राम्रा ग्रुप बनाएर ग्रुपमा हाल्ने अरे अहिले यहाँ भ्याएपछि यो आइडिया चाहिँ बहुत स्मार्ट आइडिया हो कसले हो हजुरको ऐतिहासिक आइडिया अब एक एकला कता कता पठाउने ग्रुपमा पठाएर सबै हुन्छ जसलाई चाहियो सेभ गर्दै जाने एड हुन बरोबर एड भएका त गराउँछ मैले त सरले WhatsApp-मा पर्सनलमै छु मसित म जाने छु मेरो बाटो अन्त मैले चाहिँ फोटो ल्याएरै छोड्छु हजुर हजुर दिदी बहिनीलाई पहिला जो उ गर्नु हो दिदी बहिनी सबैले हाम्रो सबैलाई छिटो आइदियो भने त बल्ल नाने अरे डाट खोल्न मन लाग्छ अरे सुनालीले अब पनि आएछ आउँछ साथै पाइन फोल्ड गर्नुको हामी मैले गर्छु के भयो हामीलाई दाइ बाबुले सेवा गरेको दिनु न फोटो एउटा भित्र ल्याउँदै मात्र साले खिचेछ आउन न यता छ यता तिमीले पनि हामीलाई लगाइदिने र हामीले लगाइदिनु होइन त्यो दिदी तपाईलाई हैन एउटा मिला होइन कहिले ठिक छ चारो दसैँको हो लगाइदिनु भने लगाइदिनु तर आशीर्वाद दिने दोहोरी भाउ अच्छा ठिक हो लगाइदियो हामीलाई मान सम्मान गरियो राम्रो खुसी रह्यो भन्ने होला त्यही त हो यस्तै हमेसा लाइन पाइयो पछि नभएका बेला खाली आएको आभार हो यसरी त सानाले त लगाइदिनु ल के लाइदिनु भाइ दिदीले लाइदिनु पर्छ गर त बुझाउनु पर्छ त्यस्तो त चल्दैन पता नि मलाई नि याद छैन तर डबलै लाम्ला हेरे जसो 20 मिनेट लाखेर के कुन्नी मलाई न भाइ अब भाइ म त भ्याइए क्या छोराहरुलाई छोराहरुको त
फेरि भयो फेरि भयो नि अब हामी रहन्छौँ बुढाबुढी अब आराम यहीँभरि सबै अब आशीर्वाद अब एकै ठाउँमा अब बल्ल मिल्ने भयो आशीर्वाद हामीले लगन कान्छा बाबु आउनु जति फेरि मम्मीलाई उता पठाउँ त्यही मम्मी उम्केर अलि त्यहाँ पल्तिर न बस गीत गाएर बसिए बैठ जाओ वही बैठ जाओ बाबरी होइन र त्यसो तिमीले बुक राहस ब्लग राहस लाइभ हामीले ए भगवान आशीर्वाद दे सबले अपने शब्द थोड़े देख के बोले लाइव चल रहा है तो हंसना भी बना एक फेराजलाई यो सबैलाई बहुत बढिया एक फेरा बोर्रेसित अर्को लाउनै पर्ने जग्गा छैन मिना तिमी त्यहाँ बस जाओ ल उहाँ भाइको हामीले लाग्नु पर्छ तिमी कहाँ लाग्नु गाइदिनु म त जान्न रहेछ दादी आपका हो गया ना आप थोड़ी गाई तो गुरु को फोटो ले लिया दादी के साथ गुरु को चन्नी पाठ हाँ चन्नी पाठ वाली मम्मी ये थाउ खुल्ला एक घंटा लाम तो त्यहाँ फोटो खिच्न मेरा गुरु तो बुढा दाई यहाँ थाल छोप्दी छु र मैले किन खोलिदिनु भयो मान्छे अब दिदी तपाईँ आउनु है दिदी ल जमारा भान्जालीलाई नसा त्यता खै त अभी तो वही रख लो जाते हैं लाइदिनुस् ल तपाईँले त्यसलाई म हैन म्याच भयो यसको त तपाईँ आउनु साइडमा आउनु अब उम्किनु उहाँ गएर बस्नु ओले भोलि आन्ला माइजू हो भेरी गुड फर्स्ट टाइम त्यही त भेरी गुड इसे रखो ना के चाहियो अलि माथि खान बाबु मेरो गरौँ लाइट छैन मैले लाइट बनाएको यता यता उहाँ होइन त्यहीँ बस्ने त तपाईँ उहाँ बस्नु त यो कोखा तपाईँ साइडमा हुनु अहिले तपाईँले जोडी जोडीसँग बस्न थाल्न क्या टिका लगाउँछ लाग्छ एक सालमा एक गोरो आउने यसरी कसले जुटिनु कति मजाले जुट्यो चाहिँ त्यही त त्यही भएर कोसिस बहुत ही बढिया फलाउनु राम्रो भयो बहुत बढिया मजा आयो ये ब्लैक की प्रॉब्लम बुढो पनि कति रमाइलो जता कतै जाने निचे त चप्पल देख्दाखेरि कल्पना से आइ कति मजा आयो हालिदियो लामला अब दसैँ तेह्र भइलो अरे के चाहिँ दिन बाबा अझ बोल्दै त्यो टपरी ए भाउ भाउ उहाँ जमाना अब पल्टिनु भयो उहाँले सोध्नु नपट आउन अगाडि लोटाउने उठ्यो आफै लड्ने उठ्यो फेरि फेरि ल छत्तर दिदी पठाइ पालन गरेर पठाइ होइन कति घर आएर पनि चेक गरिदियो तो पालन बिहारकै छ त्यसले के गरौँ समझ आएन त्यो पनि भयो भाउ एउटा कहानी भयो अच्छा अच्छा रात नखोल राज इसके टाइम पे ना दीदी यहाँ से 12 बजे घर जाने के लिए निकली तो ओला में अंकल ने बिठा दिया चाचा ने बस तो ओला वाला ने छतरपुर पहुंचा दिया वहाँ के पालन बिहार ले जाने वाले बस मेरे रात को 12 बजे 11:30 भयो और रोड पे पुल से घुमाते हुए देखा दीदी ने सोचा कि इनको सबका प्रश्न पता होगा ये सबको मिल जाएगा चाचा चाची के भयो यिनीहरूलाई चाहिँ के भन्नु त्यहाँ आछु अहिले आगे त बाच्छे कहिले जान्ला नि नि कहिले जान्ले खै मुना बस तिम्रो म त्यो बेला पालो मेरो बेला अब दाइले लगाइदिनु साक्षी लिएन हामी जो तपाईँले दिदी ललाई नाक लागो नि भने
म पल्टेर जान्छु अक्कुला लिएर जानु होला बता तो दिया करो, डिस्क्लेमर दे दिया करो, वीडियो बना रहे हो। मलाई तो छोड़ दो त। पहिले लिइसकिस आमासँगका जस्तै लाग्यो नि त आमा जम्मु चीज करो ना, गुस्सा क्यों हो रहे हो? नमस्ते कमला दीदी। पहिलो छोटी जो क्या हो? पूरी बहने रखी इधर हमारी बाहर जीता। बाबुजी बस्नु नजिका अब यस्तो सबैले अब त बस्न पाइयो। फोटो खिच्न लाने हामीले पुरा गरियो हैन हामीले त लगाइदियो। अब लगाइदिन नि। ल ल बस अब त बस्नुहोस् अब त भ्याइएछको अपुला बोला जा। मामु नै मम्मीलाई त ए यो त सगुन तपाईँलाई दिने हो तर भाइले मान्ने मान्ने नगरेर त भएन आशीर्वाद हो तपाईँ जस्तै दिने हो आशीर्वाद दिने पैसा दिने तपाईँ त दिदी बहिनी म त हेरेँ अक्षय बुलाना अक्षय भैया सब भैया के जाना ये ठीक कर अरे वहां से तो करना पड़ता है ना अक्षय भैया के जाना है इतनी यार इतनी तो लाई दे सब पहले प्रधान भाग्य ना ये थी अंदर मम्मी ग्रुप बसेर फोटो खिच्नु भाइ नाम की नाम बताउँदी जाम हुन्छ नहीं दिदी सबै एकखेर फोटो खिचाम र हातको के माथि यहाँ राम्रो हुन्छ फोटो माथि भन्दा अब येलो लाइट अच्छी फोटो चाहिए पूरा फोटो खिचेर माथि अरे वो लाउनु दिदै पल्टेर त्यहाँ पेन फोटो दिदै जानुहुन्छ ओ दिदी के चाहिँ पल्टेर बस्नु त यहाँ जा अक्षराली साथ सबै टीका लाएपछि फोटो खिचेर को सबै मैले बोलाएर आउँछु ल गीता लासे न लाग्छ माइली मन जान्छ पर्खिनु 5 to 8 अच्छा हुन्छ हुन्छ पैसा दौडी दियो पूरा देश को पैसा भाउले पैसा दियो बैठ जा एक फोटो बैठो यही चाहिँ म हो त अलि बोल्दिन दाइलाई हिन्न अलि दौड यता बसौँ न छैन एक फोटो त चाहिएको बर्थडे सट्डे यता उता मलाई लरक्क एउटा एक्लैको फोटो खिच्ने त ल पठाइदे यस्तो लाइभ चलेछ कहाँ हो आयो फोटो खिच्नु म किन यहाँनिर मन जान्यो बैठो न बैठो अरे यसो दाइ अब खाना खाएर कसै कान्छा आएपछि कान्छा जानुहुन्छ त्यस्तै जानु होला तपाई मैले उसमा लिएर जान्दा गाडीमा लिएर जान्दा खाना साना नखाइकन गाडी आली गेट खोल्दै अरे हामी चारजना यसो कसैले ल्याइदिने भने तिम्रो छाता ल्याइदिन्छ सम्झे ल यहाँ कहाँ कता हेरौँ अच्छा हेर्ने त यतै गरे फोटो कहाँ खिच्ने यो छोरी हामी आइयो छ
कसै यसो गरेर पसिनी मात्र अगाडि आइजा त केला पछि बसी ठीक छ ठीक छ ठीक छ प्लीज बंद कर दे यार शुभकामना लेना हजुरबाले विशेष सर बाले आऊ भन्न रिसिन्छ के फोन आछ कहिले खाते के भन्नु हजुरबाले भिडियो हेर्नु हो कि तपाईको ए ल न हाय हाय मामा पाहुना मामालाई भन्नु त ठुला कान्छ मामा ओहो तपाईको सबभन्दा प्यारो ठुला हुन्छ मामा हुन्छ सबैले नि पब्लिकली भड्काउनु नि जेठाबामा कहाँ आएर टिको टालो गर्छु अहिलेबाट माइला मामालाई भिडियो पठाउने गर्नु यो त ब्ल्याकमेल भयो त काई लगाएर कान्छावाला फेरि महिला वाला जेलसी होला को ठुला कान्छावा फेभरेट भन्नु होइन अहिले धेरै लोक काइला मामा भन्नुहुन्छ नि त कुरा भयो त्यो फोन त्यही भएर याद आएको मामा त सबै एउटै हुन्छ यति त लाग्छ छोरा चिला ठीक है खोइ नि एलर्जी भयो रातो छकर लागेको भन्ने निशान तँ त जान्न तर होइन त यो चाहिँ अलि जानी रहन्छ यो मस्ती मैले झाकी रे के होइन यो मम्मीले घर ल्याएको टिकट त्यही भएर यस्तो लाग्छ त नि राति बाल काटीको जस्तो तिम्रो कस्तो राम्रो बनाएको लाग्छ इधर इधर देखो पछि हेर अब यसो खानासानाको तयारी गरौँ आपने तो बहुत सारी देखो मैंने नहीं लगाया मैंने टीका नहीं लगाया अंशु को यता नि दाइ ए होइन मैले आफै भिडियो गरेको मात्र यारे वनिस तपाईँ हट्नु हामी किन बाउचुरी हामी केटा हुन्छ म केटी जस्तो के भन्छ मामाले तपाईले मामाले हाय भन्छ भन्न हाय मामा हेलो आउन न दाइ त्यही तपाईले उल्लु गराएर त लाइक हो तपाईले उल्लु गराएर नगर्नु जो म जस्तै घुमाउनु हामी तीन महिना अरे कैमरामैन की फोटो तो आई नहीं कैमरामैन की फोटो खींचते रहता है अच्छा जल्दी से मार्केट इनको लात से आज तो लात से वहां की फोटो निकालो भाई दीदी कपाल इससे वाला मैंने तुम्हारे राम्रै आएर कि त्यसले केही निकालिन नि फोटो निकाल्न त भएन सोच्नु पर्छ त्यसले साह्रै खुसी लाग्यो अरे फोन के गर्नु भएको छ रे मेरा हाथ नहीं रहा ना बोल्न नि खोज्छ मिठाई बोल्न यस्तो सेल पकाएको छ मामले पीछे पहले बड़े लोगों को देते हैं उंगली खा लो तिमीले मिठाई दीदी तिमीले हैन उहाँ चाचीलाई दिऊ भैयाहरूलाई दिऊ दिदी सुते आहान बडे भैया को भैया ना करे
क्यों? डाइटिंग आपने मोटा बोल दिया ना दीदी। दीदी को दुबई अरे सही में दीदी को डाइटिंग को ज्यादा मन है। अरे परी दुईटै कमलाको सारी एउटै जस्तै छ अरे मामाले। चले मामाले मैचिंग गरेको मामाजी। मैंने कहाँ देखा था तुमने तभी मार दिया। अरे यार इधर ही देखो ना फिर। स्माइल तो करो थोड़ा। यस थोड़ा सा दांत दिखाओ मेरी तरह है करके। क्यामेरा भयो कसको घर हो बुवामा हाम्रो घरमा। ला आफैले बनाउनु त भयो हो त जे गर्नु भयो। अच्छा वीडियो ग्राफर भिडियो हैन के आ नानी आउ न मैं छु किन के काम 3 जना को मात्र 3 जना मात्र हो नि 3 दुईटा छोरा आमा चाहिए अरु कोही चाहिए हैन मत के राइस क्या होता है बताओ फोटो भरेरमा ओभरलोड के भन्छ डिलिट गर्छु न ठीक है हैप्पी करना होगा आपको ऐसे आप पतली दिखो ताकि हां देखा मुझे पता ना ठीक है मां लाई छु मां परी इधर दिदी सबै निकाल्नु हो हामी 3 जना मात्रै हो नि अब कहाँ लैजाउँ तिनीहरुलाई फेरि बसौँ बल्कि दिन से दिन फैमिली पैक करे आपको लाएगा तो कोई बात नहीं। अरे वो हमारी फैमिली नहीं है ना आपकी फैमिली नहीं है। स्माइल हंसको थोड़ा सा और हंस लो पर हंसी में कंजूसी नहीं प्लीज चलो और फिर सेट में आते जाओ सब सेट आते जाओ सेट में आओ ये भी आ गई खानदान से मेरे बाप की खानदान से। दीदी थोड़ा हंस लो हाँ क्यूटी मार रहे नहीं मार रहे उनको बेटे जाऊंगा दांत दिखाई देते पैसा लग रहा है पैसे तो लग वो सबसे बेस्ट पिक्चर है ना जोड़ी भी बेस्ट है तारीफ जोड़ी भी के बेस्ट भन्नु पर्यो हामी तीनटा उनी लो जी बर्थडे बर्थडे सधैँ अरू नभए बर्थडेमा राख्नुहुन्छ थोड़ा और हंस लो प्लीज दक्षिणा राम्रो दिँदैन क्या हेरेकै होइन और कौन ल अब अच्छा कोको भेजिटेरियन हुनुहुन्छ कोको कुकुरोटेरियन हुनुहुन्छ कोको बाख्रोटेरियन हुनुहुन्छ बताइदिनु है कुकुरोटेरियन म अच्छा ठीक छ और भेजिटेरियन मम्मी हुनुहुन्छ तुसु और तो पैसा म सब फेरि ठिक छ यहाँ नखाने कान्छे र भाउ छोराले बाख्रो जनको घरको वाला त जन खाइन फेरि नखाने तोक्नै हुन्छ फरक पर्छ हेलो मेरी पिता भी मैं कॉल बंद कर दे मैं ना नहीं लगा बाटोबाट गाडी छोड्दै हिँड्छ नि मगर लिनुपर्छ दिमाग
मेरे पता कान खराब है, आई एम रियली सॉरी फॉर दैट। ये अंशु का है। वही पापा के बैग से एक वो पीछे वो रखा हुआ है, पेपर है, प्रिंट आउट, वो निकाल के सुनाएंगे। ला दे प्लीज यार, मेरे को एक बार पढ़ना है, वो मेरे पास फोन में नहीं है, लैपटॉप में है। दर्शन मिलाजु मस्त हुन्न, मस्ती मार्न, ह्यापी दसैँ। सुनिन्न। लाबिना चाहिँ ल्याउनु, ल्याउनुहोस्। कति उ दसैँलाई सबैको शुभकामना। हस् बिरालो हुन्छ, हामी बिजी छौँ दसैँ दिन बाद। हो जाएगा हो जाएगा। पन्नीका है आपका चाचाले क्या गरौँ, यहाँबाट मोड्दा सबलाई घुमाउनु उल्टो ल वहाँ जाँदाखेरि त आएको गहना गरी के रोडा राती 12 बजे त्यही बेला मलाई टोइलेट गहना निकालेर सट्टे सुट्टे गएको 12 साढे 12 बजे तो छत्तर मेरोलीको जङ्गल लागेर राइता लाउनु भयो हजुर। गीतु रुक जा। गुड गुड ल और कति हो सँगै हो ए नै नि अझै भाइ पनि आएन कि गर्दै थिएँ के ऊ क्लासमा गएको छ बिहानदेखिबाट ओ फेरि यदि बोलाएन अलि आएर चाहिँ एकैछिनमा आउनुहुन्छ, आएर सबैले सँगै सुरु ए ठिक नै नि ठिक छ। माइजू नमस्कार। माइजू नमस्ते। उता नमस्ते बान्जी। नमस्ते दाजु। आशीर्वाद आशीर्वाद आशीर्वाद। अच्छा ओ बोलते ए उता कोकन मम्मी भाउजू हृदय भाइ आइजो ठीक हो दाइ बस्यो नमस्ते दादी। नमस्ते दादू। नमस्ते दादी। दादी नमस्ते। नमस्ते छोरी नमस्ते आशीर्वाद। ठन्डा मिक्स पानी ले आओ। दादु पठाए थे मैले भाइ तो मैले आ छैन त्यहाँ अहिले घर छैन बौ कोहीबाट आउने हो त पढ्दै त कलास गएको छ, कलासबाट यतै आउनु सिधै आयो फेरि गइहाल्ने यसो जाने गर्दा क्लासको त हिन्दी त घुम्न ल अब यसो छ दसैँ त उहाँ घुम्नु थोरै पानी दिउँ ल्याउँदै सुरु गरियो सुरु गर्ने है यत्रोमा हाँस्यो नि नाति तिमी भनेर हुन्छ बाको दादीलाई नर्मल ल्याइदिउ नर्मल त छैन मिक्स पनि हाँस्ने मान्छे त्यसको नाम मलाई के लागेन कहाँ अरे निसाउ एन्डोमान निकोबार एन्डोमान निकोबार अच्छा अन्डा सम्झ्यो है अन्डा पानी ए बाबु नमस्कार
नमस्कार नमस्कार नमस्कार लामो ल यस्तो चानसले कहीँ पनि भेट कस्तो भन्ने यस्तो यता भएपछि त भइहाल्छ कि त्यसरी कहाँ हुन्छ दाजु यस्तो यता पनि त मन पनि गर्छ नि होइन भयो पुरब कता पऱ्यो यतै जो जहाँ तपाईँ हुनुहुन्छ त्यही जो यहाँ बस्नुहुन्छ तपाईँ टेको लगाइदिने यो पुरब भयो यताबाट यता लगाइदिने हो ठिक हो गुड हामी पूर्व फर्कनी बा भित्र लाग्यो आदि जाने यहाँ खुल्ला एरिया चाहियो भने फेरि यता सर राम्रो गुड ल ल कामबाट गरौँ ल बस्नु छोरी जाओ छोरी उठ जाओ छोरीबाट साक्षी परि आजो ल छोरी छोरा और अब फोन हमला दे हमने फोटो खींचते नहीं और ढंग से खींचा करो भाई हमारी जो फोटो नहीं है उधर वाली उधर वाली अब बनी सेम छैन यसरी आजा यो त लाइभ छ अनि यस्तो पनि त गरौँ ल हामी लगेर ल्याऊ जगेर कोही बात नहीं कैंची त्यही छ पाका गर्नै पाइएन यहाँ सबै आज के भयो कि के गर्न थियो कसो गर्न थियो कसो भयो ठिकै छ नो प्रब्लम म त हामीले कति फोटो भिडियो बनाएर भिडियो पठाइछ इधर आ जाओ फोटो चाहिँ कहिले कहिले दिने इधर आ जाओ तपाईँले भैया उधर पीछे तपाईँले हामीलाई फोटो कहिले दिने इधर आ जाओ फोटो सारा बताइदिन्छु सानो बराबर चाहिँ गर्छु फोन राम्रो गर्नु नराम्रो कहाँबाट सुरु गर्नुहुन्छ यता अन्यबाट एकैचोटि हो वानी 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 अन्यबाट गर्ने कि भन्नुहुन्छ पूजा गर्न लाउँछ सबैको तर छौनी सबैलाई हात पिसा पानी पाउँदा त्यही हो शनिबाट सुरु गरौँ त्यही परिबाट के भाइ यसको कहाँ छ यसलाई खाली छ त छोरी किन खाली भयो यसलाई दिनु भने चाहिँ घर हटाइदिनु ठुली छोरीले लिए पाउँछ यस हजुरले लाइभ गर्न थाल्नु छोराले पक्राइदिएछ त्यही छोपी लाइट सर बाटो हेर्नु भयो आशीर्वाद कसको गफ के अरे मेरो कभर लाग्छ केही भएन दुवै कमलाको छ जस्तो किन्दैन बुढो मान्छे जुत्ता है चप्पल कमला दिदीको र दुइटै कमला दिदीको साडी टल्क्यो उस थोड़ी करना है वीडियो पब्लिक वीडियो कोकल 3 जना लेना है
हमारा हो चुका वीडियो बनी है तुम्हारी सबकी लाइट राम्रो दिन मान्छे त तू लाइट कर रखा है है ए पुग्यो छ यहाँ त त्यो लाउँदैछौँ आइज हजुर 2 मिनटमा दादी यहाँसम्म लाइट मैले त सामानमा आएन तेरो खै आवाज आयो 20-30 मिनटमा मजाक गरेको हुन्छ नि गाउनु यहाँ त सबै बोल्छ वास्ता भिडियो बनाएको ल छिटो आइज अब चाचा नमस्ते चाचा जी नमस्ते ल के भन्छ सकिन्छ यता बाकी आशीर्वाद छ अब त्यो यता ड्राइङबाट उता त लाउने छैन पहिला लेडिजहरूको लगाउनु भनेर कसो गर्ने त होइन ठिक छ भान्जा भान्जीबाटै सुरु गर्नुपर्छ अब ज्ञानेश्वर मामाले कति राम्रो ह्याप्पी दसैँ दिवाली त हो नि त कहिलेको फोन आएको छ कि साले चाहिँ बस्नु आउँछ कानमा मलाई देखाइ हेर्ने भने है ल नौ दुर्गे भगवान्ले रक्षा गरोस् ल हेर्नुहोस् कानमा हेर्नुहोस् हामी कस्तो भएको छ पोस्टर राजेश कान्छा कान्छी मान्छेलाई उनीहरू छ मामाले तार छ र काइलो फोन गर्नुहोस् है काइलो उहाँले रमाइलो भयो होला भाइ आएको मामाले हुन्छ फोन तो करो मम्मी को वीडियो बता दिया लाइव अरे अपनी मम्मी को मेरी मम्मी को अहिले भन्न होइन अहिले भनिस् यसो गरेर टेको लगाउने बेला मैले फोन सबै यसो घुमाउँछु दुर्गा महादुर्गा भने सक्नु मामा के सब काइन कृपा बनिरहोस् फोन गर्नु के सबै रेकर्ड भइरहेछ सोचेका कामहरू पुरा हुन् पापा तपाईँ सबै कुरा गइराख लाइभमा कति बेला बाहिरको के छ फोन गर्छु फोन तातेर स्वास्थ्य दुर्गा कुलभित्रीको आशीर्वाद रहोस् हाम्रो पालो आयो भयो काइलो मामाले के भन्नुहुन्छ सर काइला मामाले तपाईलाई अहिले सबको घुमाए सबैको आवाज जानु पर्छ आफ्नो आइडी मेरो आइडी हो छिटो हेलो सबैलाई ह्यापी दशैं ल ह्यापी दशैं भन्नु ह्याप्पी दसैँ काइला मामा काइली माजु खाली काइला मामा सबैलाई ह्याप्पी दशैं हाम्रो भाइ तर्फबाट तुलसी भाइ खिमा ललिता सबैलाई ह्याप्पी दसैँ